नमस्ते। आज हाम्रो यस विश्लेषणमा पैसाको एउटा यस्तो जादुमयी अवधारणाबारे कुरा गर्दैछौँ जसले सम्पूर्ण वित्तीय संसारलाई चलायमान बनाउँछ। हामी मुद्राको समय मूल्य अर्थात् टाइम भ्याल्यू अफ मनीको गहिरो अध्ययन गर्दैछौँ। एक हिसाबले भन्नुपर्दा यो फाइनान्शियल टाइम ट्राभल नै हो, जहाँ पैसा समयको एउटा बिन्दुबाट अर्को बिन्दुमा जाँदा यसको वास्तविक मूल्यमा कसरी परिवर्तन आउँछ भन्ने कुरा हामी छर्लङ्ग बुझ्नेछौँ। सानो एउटा प्रश्नबाट सुरु गरौँ है। यदि कसैले आज 10,000 रुपैयाँ दिन्छु वा त्यही 10,000 केही वर्षपछि दिन्छु भन्यो भने हामी कुन छान्छौँ होला? पक्कै पनि आज नै लिने विचार आउँछ, होइन र? पैसा आज नै हातमा लिनु किन बुद्धिमानी मानिन्छ त? हो, यही एउटा सामान्य लाग्ने प्रश्नले नै सम्पूर्ण वित्तीय गणितको मजबुत जग पसाउँछ। ठिक छ, अब ढिला नगरी अगाडि बढौँ। आजको हाम्रो रूपरेखा यस्तो छ। सुरुमा मुद्राको समय मूल्यको आधारभूत अवधारणा, त्यसपछि भविष्य र वर्तमान मूल्य, तेस्रोमा वित्तीय वार्षिकी अर्थात् एनुइटिज र अन्त्यमा निरन्तरता र असमान नगद प्रवाहको रोचक संसार। सुरु गरौँ पहिलो खण्डबाट, मुद्राको समय मूल्य। किन पैसा कुन समयमा हातमा छ भन्ने कुराले यसको मूल्यमा आकाश जमिनको फरक पार्छ भन्ने कुरा यहाँबाट सुरु हुन्छ। आखिर आजको 1 रुपैयाँ भोलिको 1 रुपैयाँ भन्दा धेरै मूल्यवान किन हुन्छ त? मुख्य 3वटा कारणहरू छन्। पहिलो, हामी मानिसहरू भोलिको लागि पर्खिनुभन्दा आजै आफ्ना आवश्यकता पूरा गर्न चाहन्छौँ। दोस्रो हो इन्फ्लेसन वा मुद्रास्फीति। आज 100मा आउने सामान भोलि पक्कै महँगो हुन्छ, अर्थात् पैसाको क्रय शक्ति घट्दै जान्छ। र तेस्रो, अनिश्चितताको जोखिम। भविष्य कसले पो देखेको छ र? भोलि के हुन्छ कसलाई के थाहा? त्यसैले पछि पैसा नपाइने जोखिम सधैँ रहिहाल्छ नि। अब यी कुराहरूलाई गणितीय रूपमा बुझ्न एउटा एकदमै महत्त्वपूर्ण उपकरणको जरुरी हुन्छ, जसलाई टाइमलाइन भनिन्छ। जस्तोसुकै जटिल वित्तीय समस्या होस्, त्यसलाई आँखा अगाडि छर्लङ्ग देखाउन र समाधान गर्न विश्लेषकहरूले यही टाइमलाइनको भरपूर प्रयोग गर्छन्। समयलाई कसरी एउटै रेखामा हेर्न सकिन्छ भन्ने कुरा साँच्चीकै मजाको छ। यहाँ टाइम जिरो भनेको आजको दिन वा वर्तमान समय हो, र ती ठाडो चिन्हहरूले एउटा अवधिको अन्त्य र अर्कोको सुरुवातलाई जनाउँछन्। जस्तै एक लेखेको ठाउँ भनेको पहिलो अवधिको अन्त्य र दोस्रो अवधिको ठ्याक्कै सुरुवात हो। यसले हिसाब किताबलाई निकै नै सजिलो बनाइदिन्छ। समस्या समाधान गर्न मुख्य 3वटा तरिकाहरू हुन्छन्। पहिलो, सूत्र वा फर्मुलाहरूको प्रयोग गरेर। दोस्रो, रेडिमेड वित्तीय तालिकाहरू हेरेर, जहाँ फ्याक्टरहरू पहिले नै निकालिएका हुन्छन्। र तेस्रो, अघि हामीले कुरा गरेको टाइमलाइन तरिकाबाट। बाटो जुनसुकै रोजे पनि पुग्ने गन्तव्य र निस्कने उत्तर ठेक्कै एउटै हुन्छ, कुनै फरक पर्दैन। अब लागौँ दोस्रो खण्डतिर, भविष्य र वर्तमान मूल्य। यहाँ हामी एकमुष्ट रकमलाई कसरी अगाडि र पछाडि धकेल्न सकिन्छ भन्ने हेर्नेछौँ। यहाँ हामी टाइम ट्राभलका 2वटा ठ्याक्कै उल्टो तरिका हेर्न सक्छौँ। कम्पाउन्डिङले पैसालाई भविष्यतिर धकेल्छ। यो यस्तो ग्रोथ इन्जिन हो जहाँ सावामा मात्र होइन, ब्याजले पनि ब्याज कमाउँछ। र यसको ठ्याक्कै उल्टो प्रक्रिया हो डिस्काउन्टिङ, जसले भविष्यको पैसालाई तानेर आजको वर्तमान मूल्यमा ल्याइदिन्छ। कम्पाउन्डिङको प्रक्रियाले कसरी काम गर्छ भन्ने कुरा एकदमै चमत्कारी छ। माथितिर गइरहेको वक्ररेखा वा कर्भले भविष्यको मूल्य देखाउँछ। ब्याज दर जति धेरै हुन्छ, वृद्धि त्यति नै छिटो र ठाडो भएर माथि आकाशिन थाल्छ। पैसाले एक्सपोनेन्शियल रूपमा कसरी काम गर्छ भन्ने कुराको यो एउटा उत्कृष्ट उदाहरण हो। तर डिस्काउन्टिङको गणितमा भने सम्बन्ध ठ्याक्कै उल्टो हुन्छ। ब्याज दर जति धेरै हुन्छ र समय जति लामो हुन्छ, भविष्यको पैसाको आजको मूल्य त्यति नै द्रुत गतिमा तर झर्छ। यसको सीधा अर्थ के हो भने, धेरै वर्षपछि पाउने ठूलो रकमको पनि आजको मूल्य एकदमै नगण्य वा कम हुन सक्छ। तेस्रो खण्ड, वित्तीय वार्षिकी वा एन्युइटिज बुझ्ने। एकमुष्ट रकमबाट अब हामी अलि फरक विषयमा प्रवेश गर्दैछौँ। यो एन्युइटी भनेको के हो त? एकदमै सरल भाषामा भन्नुपर्दा, एउटा निश्चित अवधिसम्म एउटै तोकिएको अन्तरालमा हुने समान रकमको निरन्तर भुक्तानी वा प्राप्ति नै एन्युइटी हो। स्रोत सामग्रीले यसको एकदमै व्यावहारिक उदाहरणहरू दिएको छ, जस्तै अपार्टमेन्टको मासिक भाडा, घरको किस्ता वा स्टुडेन्ट लोनका भुक्तानीहरू। यी सबै एन्युइटीका उत्कृष्ट नमुना हुन्। यहाँ एउटा सानो तर एकदमै महत्त्वपूर्ण फरक छ।
साधारण वार्षिकीमा भुक्तानी अवधिको अन्त्यमा हुन्छ, तर बक्यौता वार्षिकी वा एन्युइटी ड्यूमा भुक्तानी अवधिको सुरुवातमै हुन्छ। यहाँ ध्यान दिनुपर्ने रोचक कुरा के छ भने एन्युइटी ड्यूमा पैसा छिटो प्राप्त हुने भएकाले यसले सधैँ बढी ब्याज कमाउँछ। साधारण वार्षिकीको भविष्य मूल्य निकाल्दा प्रत्येक छुट्टै भुक्तानीलाई अवधिको अन्त्यसम्म कम्पाउन्ड गरिन्छ अनि अन्त्यमा ती सबै वृद्धि भएका रकमहरूलाई जोडेर कुल भविष्य मूल्य निकालिन्छ। यो साँच्चीकै धेरै व्यवस्थित र तार्किक प्रक्रिया हो। सबैभन्दा गजबको कुरा त के छ भने जब हामी ठ्याक्कै यसको उल्टो गर्छौं, अर्थात् वर्तमान मूल्य निकाल्छौं, हामी ब्याङ्कको लोनको गणित मज्जाले बुझ्न सक्छौं। कार लोन वा ओम लोन जस्ता अमोर्टाइज्ड कर्जाहरू गणितीय रूपमा साधारण वार्षिकीको वर्तमान मूल्य मात्र हुन्। भविष्यका प्रत्येक भुक्तानीलाई आजको दिनमा कसरी डिस्काउन्ट गरेर तानेर ल्याइन्छ भन्ने कुरा यहीबाट स्पष्ट हुन्छ। अब जाउँ हाम्रो अन्तिम खण्डमा, निरन्तरता वा पर्पिचुइटिज र असमान नगद प्रवाहहरू। कल्पना गरौँ त एउटा यस्तो भुक्तानी जसले कहिल्यै विश्राम लिँदैन, सधैँभरि चलिरहन्छ, त्यसलाई नै पर्पेचुइटी भनिन्छ। स्रोत सामग्रीमा एउटा अचम्म लाग्दो ऐतिहासिक तथ्य उल्लेख छ। कन्सोल्स भनिने यस्तै प्रकारको वित्तीय उपकरण बेलायतमा सन् 1751मै सुरु भएको थियो। सोच्नुस् त, अनन्तकालसम्म चल्ने नगद प्रवाह। अब यसको अलि उन्नत रूप बढ्दो निरन्तरताको कुरा गरौँ। यो भनेको त्यस्तो अनन्त भुक्तानी हो जुन एउटा स्थिर दरमा बढ्दै जान्छ, ठ्याक्कै व्यावसायिक घरजग्गाको भाडा जस्तै। यहाँ एउटा कडा गणितीय नियम लागू हुन्छ। फर्मुलाले काम गर्नको लागि डिस्काउन्ट दर सधैँ वृद्धि दरभन्दा धेरै हुनैपर्छ। यदि त्यसो भएन भने यसको मूल्य अनन्त वा इन्फिनिट निस्कन्छ, जसको वास्तविकतामा कुनै अर्थ हुँदैन। वास्तविक जीवनमा कुराहरू सधैँ एउटै ढाँचामा चल्दैनन्। नयाँ मसिन वा उपकरणमा लगानी गर्दा त्यसले हरेक वर्ष बराबर प्रतिफल नदिन सक्छ, कहिले धेरै त कहिले थोरै। यस्तो असमान नगद प्रवाहलाई समाधान गर्न प्रत्येक फरक भुक्तानीलाई छुट्टै डिस्काउन्ट गरेर आजको मूल्यमा ल्याइन्छ र अन्त्यमा ती सबैलाई जोडिन्छ। यति सबै सिकिसकेपछि हामी एउटा गहिरो प्रश्नमा आइपुग्छौं। यदि एउटै रुपैयाँको मूल्य त्यो कुन समयमा अवस्थित छ भन्ने आधारमा यति धेरै फरक हुन्छ भने टाइम भ्याल्यु अफ मनीको यो ज्ञानले भोलिका ठूला वित्तीय निर्णयहरू कसरी बदलला त? पैसाले समयसँगै यात्रा गर्छ भन्ने यो कुरा बुझेपछि लगानीलाई हेर्ने दृष्टिकोण पक्कै पनि सधैँका लागि बदलिनेछ। आजको यो विश्लेषण यहीँ सकिन्छ।